करिब 16 वर्षपछि मलाई सुर्खेत जाने दोस्रो पटक अवसर मिल्यो। आई वाज सुपर एक्साइटेड एन्ड नर्भस एट द सेम टाइम। माफ गर्नु होला, मेरो भोइस अलिकति अनक्लियर छ रुगाखोकीले गर्दा। फर्स्ट टाइम सुर्खेत जाने बेला आई वाज ओन्ली 13 इयर्स ओल्ड। कक्षा 9बाट चाहिँ हाम्रो विद्यालयबाट शैक्षिक भ्रमणमा साथीहरू प्लस शिक्षकहरू गएका थियौँ। त्यो सबै मेमोरीहरू चाहिँ आज आएर रिकल भयो। इट वाज नोस्टाल्जिक मोमेन्ट फर मी। सुरुमा त देउती बजे गएर मैले दर्शन गर्न सुरु गरेँ। म चाहिँ अलिक कन्फ्युज थिएँ प्रोसेसको बारेमा दर्शन गर्ने क्रममा। अनि मसँग दाइ हुनुहुन्थ्यो साथमा, उहाँले सबै कुराहरू एजुकेट गर्नुभयो। यसरी गर म चाहिँ पूजाको थाली समात्दै चक्र लाउन थालेँ। अनि आई फिल सो 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 ब्लेस्ड। अनि एकदमै भित्रीबाट पोजिटिभ फिल आयो। अनि धार्मिक आस्थाप्रतिको विश्वास चाहिँ अझै बढ्यो। म चाहिँ दाइलाई सोधिरहेको छु के गर्ने कसो गर्ने। फेरि म यता मन्दिरको छेउमा देउती बजे मन्दिरको छेउमा चाहिँ ध्वजा बाँध्न थालेँ। कपाल पनि सेट गर्दैछु किनकि क्यामेरा कन्सियस छु नि त अलिकति। क्यामेरामा मोमेन्टहरू क्याप्चर भइरहेको छ है। अनि त्यस पछाडि चाहिँ मैले भगवान्लाई पवित्र आत्मासँगै टोकेँ है। अनि त्यस पछाडि नरिवल फोड्नको लागि चाहिँ म रेडी भएँ। आई वाज डाउटिङ अन माई फोर्स, ब्यालेन्स कतिको हुन्छ फोर्समा है। तर पहिले प्रयासमा चाहिँ मैले फुटाल्न सफल भएँ। आई गट एक्सट्रिमली ह्याप्पी है। अनि त्यस पछाडि दाइलाई सोधिरहेको थिएँ मैले, दाइ के गर्ने कसो गर्ने भन्दै पटक पटक सोधिरहेको थिएँ मैले। तर दाइले झर्को नमानिकन मलाई सम्झाउनु भएको थियो, यसो गर उसो गर भन्दै। अनि त्यस पछाडि फेरि हामी लगत्तै त्यहाँदेखि कुद्दै हामी चाहिँ घन्टाघर पनि गयौँ। अनि अब त्यो सबै सम्झनाहरूलाई चाहिँ मलाई रिकल गर्न मन थियो होइन, त्यो दोहोऱ्याउन मन थियो। 16 वर्ष अगाडिको सम्झना। घन्टाघरमा चाहिँ म यत्तिकै घुमिरहेको थिएँ अनि खुसी हुँदै अलिअलि मुभहरू देखाउँदै थिएँ। डान्स त गर्न सकिनँ मैले पब्लिकमा। अनि मलाई एकदमै खुसी लाग्यो धेरै वर्ष पछाडि। त्यसपछि कट्टुको हामी चाहिँ दौड्दै फेरि हामी काँक्रे बिहारतर्फ लाग्यौँ। काँक्रे बिहार चाहिँ एकदमै पहिलाको तुलनामा चाहिँ अहिले एकदमै म्यानेज्ड थियो है। एकदम व्यवस्थापन राम्रो भएको थियो। म चाहिँ दाइलाई चाहिँ भिडियो क्याप्चर गर्नको दिएँ होइन। अब आजको लागि चाहिँ दाइ नै भिडियोग्राफर हुनुहुन्थ्यो। म चाहिँ त्यहाँको बारेमा चाहिँ अलिकति होस्टिङ गरिरहेको थिएँ है। अलिकति त्यहाँको बारेमा चाहिँ डिस्क्राइब गर्दै थिएँ है, यस्तो फन्नी वेमा। अनि दौड्दै म माथि गएँ एन्ड आई वाज सरप्राइज्ड किनकि म जाने क्रममा जहाँसम्म मलाई याद छ यो मन्दिर थिएन जस्तो लाग्छ मलाई। त्यति बेला चाहिँ ढुङ्गाहरू चाहिँ छरबट्टिएको अवस्थामा थियो, ठुल्ठुलो ढुङ्गाहरू। अनि तर यो सिङ्गो मन्दिर चाहिँ एकदमै सुन्दर थियो। अनि आई गट मेस्मराइज्ड। यहाँ चाहिँ अलिकति ठाउँ चाहिँ एकदमै शान्त सुन्दर। अनि धेरै जसो युवा साथीहरू चाहिँ टिकटक बनाउनुको लागि पनि आउनुहुँदो रहेछ। अनि मन्दिर पनि एकदमै राम्रो थियो। त्यसपछि कट्टु हामी चाहिँ बुलबुले तालमा गयौँ। म चाहिँ दाइलाई गफान्दै थिएँ। अनि दाइलाई गफान्दै यो पानी पियो भने चाहिँ हामीलाई चाहिँ जति पनि हाम्रो पापहरू छ माफी हुन्छ भन्दै गफान्दै थिएँ। अनि मैले पनि जल पान गरेँ। अनि त्यस पछाडि चाहिँ हामीले आज जति पनि घुम्नुपर्ने ठाउँ थियो पोसिबल वेमा चाहिँ हामीले कभर गऱ्यौँ है। हामीसँग टाइम कम थियो।